सेवा नमस्कार सबैमा। आज चाहिँ म तपाईहरुलाई हाम्रो फार्ममा हुने हाम्रो दैनिकीहरु देखाउन गइरहेको छु। सुरुमा उठेर मुख सुख धोएर दिनको सुरुवात चाहिँ तातो पानी पिएर पिउँछ। तातो पानी चाहिँ प्रत्येक दिन पिउँछ, भिडियोको लागि मात्र चाहिँ हैन। किनभने आफ्नो स्वास्थ्यप्रति आफै सजग रहनु पर्यो। त्यसपछि लाग्छौं हामी फेरि कुखुरा सुँगुरतर्फ। कुखुरा सुँगुरलाई चारो दाना पानी दिइसकेर चाहिँ हामी हाम्रो फेरि पेट पूजातर्फ लाग्यौं। पेट पूजा चाहिँ हामीले चियालै गर्यौं। त्यसपछि मेरो काम थियो टमाटरमा भिटामिन स्प्रे गर्ने। भिटामिन स्प्रे गर्दै हाम्रो खाना खाने समय पनि भयो। त्यसपछि म खाना खानतर्फ लागे। खानासाना खाइसकेर चाहिँ हामीले चाहिँ एकछिन हाम्रो कुखुराको लागि मकै छराउनु थियो। त्यसपछि लागि हामी मकै छराउनु। मकै छराउँदै बसिरहेको थियौँ, त्यतिकैमा हाम्रो एउटा सुत्केरी कुखुरा निस्क्यो। त्यसलाई पनि गाड फुट्ने गरी मकै दियौँ। त्यसपछि छिमेकी बहिनीको डान्स हेर्नुतिर लाग्यौँ एकछिन। बच्चाहरू आफै त भगवान हो, झन् उनीहरूले नाच देखाएर हामीलाई मनमा आनन्दित तुल्याउँछन्। मलाई चाहिँ बच्चाहरूले नाचगान गरेको खेल एकदम मनपर्छ। नाचगान हेर्दै त आराम गर्दै गर्दै 4 बजिसकेको छ। यिनीहरू फेरि लाग्यौँ हामी चाहिँ हाम्रो टमाटरको टुप्पो काट्ने, पात छाटकाट गर्ने, डोरी लाउनु पर्ने थुप्रै काम थियो हामीसँग। थुप्रै काम गर्दै दुईजना चाहिँ सकिन्न कि भनेर छिटो गरेको थियौँ। किनभने हाम्रो चाहिँ फेरि बेलुका धेरै कामहरू छ नि त। कुखुरालाई सुँगुरलाई चारोहरू दिनु छ। कुखुरा सुँगुरलाई चारोमा दिएर मान्छेलाई पनि चारो लाउनु पर्यो होइन साथीहरू। सबै काम सकेर चाहिँ हामी हाम्रो मान्छेलाई चारो बनाउँदै रक्सी बनाउँदै दिनको अन्त्य चाहिँ यसरी भयो। थ्याङ्क यू फर वाचिङ गाइजहरू। गुड नाइट, सी यू नेक्स्ट ब्लग।